कल्पना गर्नुहोस्, तपाईँ आफ्नो मोबाइलमा फेसबुक चलाउँदै हुनुहुन्छ। अचानक एउटा खबर देख्नुहुन्छ जसले तपाईँलाई सशङ्कित पार्छ। केपी शर्मा ओलीको निधन, हार्दिक श्रद्धाञ्जली, पल शाहको एक्सिडेन्ट भएर मृत्यु। तपाईँले सोच्दै नसोची त्यसलाई सेयर गरिदिनुहुन्छ। तर के तपाईँले कहिल्यै सोच्नु भएको छ कि तपाईँले देख्नुभएको वा सेयर गर्नुभएको भिडियो सही थियो? आजको डिजिटल युगमा सत्य र गलत वा भ्रम छुट्याउन निकै चुनौतीपूर्ण भइसकेको छ। हामी हरेक दिन मिथ्या समाचार अर्थात् फेक न्युज, गलत सूचना अर्थात् मिसइन्फर्मेसन र भ्रामक सूचना अर्थात् डिसइन्फर्मेसनको शिकार भइरहेका छौँ। सरल भाषामा बुझ्नुपर्दा मिथ्या समाचार भनेको जानेर वा नजानेर फैलाइएको गलत, अपूर्ण वा भ्रामक जानकारी हो, जसलाई समाचार वा सत्य तथ्य जस्तो गरी प्रस्तुत गरिन्छ। यसको मुख्य उद्देश्य भनेको मानिसहरूको धारणा अर्थात् ओपिनियन वा व्यवहार अर्थात् बिहेभियरलाई प्रभावित गर्नु हो। पहिले समाचार केही सीमित माध्यम अर्थात् पत्र पत्रिका, रेडियो, टेलिभिजनबाट मात्र प्रसारण तथा प्रकाशन हुन्थ्यो, जसमा समाचार सम्प्रेषण गर्नुभन्दा पहिले त्यसले समाजमा पर्न सक्ने सकारात्मक वा नकारात्मक टिप्पणी गरिन्थ्यो र त्यसका आधारमा समाचार प्रकाशन गरिन्थ्यो। तर अहिले फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, टिकटक, भाइबर, वाट्सएप जस्ता सोसल मिडिया प्लेटफर्मले गर्दा संसारको जुनसुकै कुनामा बसेको जो कोहीले पनि एउटा पोस्ट वा भिडियो बनाएर लाखौं करोडौं मानिससम्म पुर्याउन सक्छ। यसले गर्दा जति सत्य सूचना तीव्र रूपमा फैलिन्छ त्योभन्दा दोब्बर गतिले भ्रामक वा गलत सूचना पनि फैलिन थालेको छ। आजको भाइरल रिभ्यूमा हामी सोसियल मिडियामा फैलिने यस्ता भ्रामक दाबीहरू किन फैलिन्छन् र यस्ता दाबीहरूलाई कसरी तथ्य जाँच गर्न सकिन्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्दैछौँ। मिथ्या समाचार कसरी चिन्ने? हामीले मिथ्या समाचारको समस्या र यसको प्रभावबारे कुरा गर्यौँ। अब हामी सामाजिक सञ्जालमा फैलिने यस्ता भ्रामक समाचार कसरी चिन्ने भन्ने बारे कुरा गर्दैछौँ। मिथ्या समाचार तयार पार्नेहरूले यसलाई सकेसम्म साँचो जस्तो देखाउने प्रयास गर्छन्, त्यसैले यसलाई चिन्न सजिलो छैन। तर केही कुरामा ध्यान दिने हो भने हामी धेरैजसो मिथ्या समाचार पहिचान गर्न सक्छौँ। 1. पोस्ट गर्ने व्यक्तिको विश्वसनीयता जाँच गर्ने। तपाईँले देख्नुभएको समाचार वा सामग्री कुन वेबसाइट, टिकटक आइडी वा फेसबुक पेजबाट आएको हो त्यो जाँच गर्नुहोस्। धेरैजसो मिथ्या समाचार अपरिचित, भर्खरै खुलेका, नामै नसुनिएका वा एकदमै कम फलोअर्स भएका पेज वा च्यानलबाट आउँछन्। उनीहरूको वेबसाइटको डिजाइन राम्रो नहुन सक्छ। उनीहरूको फेसबुक पेजमा लाइक र फलोअर्स एकदमै कम हुन्छन्। उनीहरूले पहिले प्रकाशित गरेका सामग्री पनि शङ्कास्पद हुन्छन्। यस्तो अवस्थामा ती सामग्री मिथ्या समाचार हुने सम्भावना धेरै हुन्छ। 2. साइटको नाम र ठेगानामा ध्यान दिने। मिथ्या समाचार फैलाउनेहरूले कहिलेकाहीँ नाम चलेका मिडियाको नामसँग मिल्दोजुल्दो वा अलिकति फरक नाम राखेर झुक्क्याउने प्रयास गर्छन्। यसलाई स्पुफिङ भनिन्छ। सामग्री प्रकाशित भएको साइटको हाम्रो बारेमा अर्थात् एबाउट अस पेज वा साइटको अन्त्यमा रहेका नाम, ठेगाना र सम्पर्क नम्बर हेरेर पनि साइटको विश्वसनीयता खुट्याउन सकिन्छ। साइट कसको नाममा र कहिले दर्ता छ भन्ने जानकारी पनि उपयोगी हुन सक्छ। 3. हेडलाइन र कन्टेन्ट जाँच गर्ने। धेरैजसो मिथ्या समाचारमा पाठकलाई तान्नका लागि सनसनीपूर्ण वा अतिरञ्जित शीर्षक राखिएको हुन्छ। यसलाई क्लिकबेट भनिन्छ। इन्टरनेटमा पाठक तान्न नाम चलेकै साइटले पनि झुक्क्याउने खालका वा सनसनीपूर्ण वा आकर्षक शीर्षक राख्न सक्छन्। समाचारको भित्रको सामग्रीलाई कम्तीमा 4-5 अनुच्छेदसम्म पढेर भित्रको सामग्रीले शीर्षकले दाबी गरेको कुरालाई पुष्टि गर्छ कि गर्दैन भन्ने कुरामा ख्याल राख्नुपर्छ। त्यसैगरी समाचारमा प्रयोग भएको फोटोहरूलाई पनि विचार गर्नुपर्छ। फोटोको सत्यता जाँच गर्न गुगल इमेज सर्च जस्ता टुलहरू प्रयोग गर्न सकिन्छ। 4. तथ्य र अभिव्यक्तिका स्रोत पहिचान गर्ने। सामग्रीमा उल्लेखित स्रोत र तिनका अभिव्यक्ति विश्वसनीय हुनुपर्छ। नामै नसुनेका संस्था वा व्यक्तिलाई स्रोतका रूपमा प्रयोग गर्नु वा सम्बन्धित लाग्ने स्रोतहरूको प्रयोग मिथ्या समाचारका सूचक हुन्। मिथ्या समाचारहरूले प्राय अस्पष्ट, अपरिचित वा अस्तित्व नै नभएका स्रोतहरू प्रयोग गर्छन्। जस्तै एक गोप्य स्रोतले बताएअनुसार, एक उच्च अधिकारीले भने जस्ता कोटहरू प्रयोग गरिएका छन् भने ती सामग्रीमाथि शङ्का गर्नुपर्छ।
किन ती स्रोतको नाम खुलाइएन? ती स्रोतको तथ्य र अभिव्यक्तिमा प्रश्न गर्नुपर्छ। 5. प्रकाशकको सङ्ख्या तुलना गर्ने। कुनै पनि महत्त्वपूर्ण समाचार वा घटना सामान्यतया एकभन्दा बढी विश्वसनीय सञ्चार माध्यममा प्रकाशित हुन्छ। यदि तपाईँले कुनै सनसनीपूर्ण खबर देख्नुभयो जुन केवल एउटा मात्र अपरिचित वेबसाइट वा पेजमा प्रकाशित भएको छ र अरू कुनै पनि प्रमुख समाचार माध्यममा त्यो बारेमा खबर छैन भने त्यो सामग्री मिथ्या समाचार हुने सम्भावना धेरै हुन्छ। तर एउटै समाचार धेरै ठाउँमा प्रकाशित हुँदैमा पनि त्यो विश्वसनीय नहुन पनि सक्छ। कहिलेकाहीँ सत्यलाई लुकाउनका लागि नियोजित रूपमा धेरै वेबसाइट वा पेजमा एकैचोटि प्रकाशित गरिन्छ ताकि त्यो धेरै मानिससम्म पुगोस् र विश्वसनीय बनोस्। कुनै पनि सामग्रीबारे आफूले पहिलेदेखि प्रयोग गरिएको मूलधारका मिडियाका साइटमा खोज्नु उचित हुन्छ। 6. पोस्ट भएको मिति अर्थात् पब्लिश डेट जाँच गर्ने। सोसल मिडियामा पुराना समाचार वा सामग्रीलाई अहिले भर्खरै भएको घटना वा ट्रेन्डिङ समाचारसँग जोडेर प्रस्तुत गरिन्छ। कुनै पनि समाचार वा पोस्ट पढ्दा त्यो कहिले प्रकाशित भएको हो, मिति र समय ध्यान दिएर हेर्नुपर्छ। सामग्री अहिलेको सन्दर्भमा सान्दर्भिक भए नभएको कुरा पत्ता लगाउनुपर्छ। 7. आफ्नो विचारबारे सचेत हुने। हामी सबैको आफ्नै तर्क, आफ्नै विचार, विश्वास, राजनीतिक झुकाव वा मनपर्ने व्यक्ति वा समूह पनि हुन सक्छ। हामीलाई त्यस्ता सामग्रीमा सजिलै विश्वास लाग्छ जुन हाम्रो विचार वा रुचिसँग मेल खान्छ। तर कुनै पनि सामग्रीले तपाईँको विचार वा पक्षसँग मेल खाँदैमा त्यो सत्य समाचार नहुन सक्छ। मिथ्या समाचार फैलाउनेहरूले मानिसहरूको यही आग्रह अर्थात् बायसनेसको फाइदा उठाउँछन्। 8. समाचारका आधारभूत तत्त्व पुरा भए नभएको पत्ता लगाउने। विश्वसनीय समाचारहरूले पत्रकारिताका आधारभूत नियमहरू पालना गर्छन्। कुनै पनि समाचारले सामान्यतया 6 क प्रश्नको जवाफ दिनुपर्छ, जस्तो के भयो, कहाँ भयो, कसरी भयो, कहिले भयो, कसले गर्यो र किन भयो। त्यहाँ समाचार व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो। मिथ्या समाचारले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ। यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या समाचारबाट जोगिन जरुरी छ।